फाइनल्ली गाइज हामी चाहिँ पूजाको सम्पूर्ण तयारी गरिसकेका छौँ। तयारी चाहिँ यसरी हुँदैछ है। यता हाम्रो बहिनीहरूले माला बुन्दै हुनुहुन्छ, सानो सानो नानीहरूले जग्गा सजाउनलाई आएको सबैलाई माला लगाइदिनलाई सबैले माला बुनेर माला बुन्ने कार्यक्रम भइरहेको छ। यता सबैजना यता चाहिँ हाम्रो हुनुहुन्छ माइजू बुन्दै हुनुहुन्छ, माइजूले माला, उता चाहिँ साइली फुपू, यता हाम्रो काइली फुपू, अनि यता चाहिँ हाम्रो बजे हुनुहुन्छ घरको सबैभन्दा बुढो मान्छे, बसेर काम सिकाउँदै हुनुहुन्छ बुढो मान्छेले। हाम्रो केटाहरूले फेरि यता हाम्रो तरकारी बन्दैछ खानलाई, नास्ता खानलाई हाम्रो चाहिँ यता सब्जी बन्दैछ है गाइज। अनि केटाहरूले यता पतङ सतङ लाउने काम तयारी गर्दैछन्, सम्पूर्ण तयारी गरेर सजावट गरिसकेका छन्। हाम्रो घरलाई अलिकति रमाइलो देखियोस्, हाम्रो देखियोस् भन्ने हाम्रो केटाहरू एकदम खटिएर गरिरहेका छन् है भविष्यका कर्णधारहरूले। यता चाहिँ हाम्रो आन्टीहरू रोटी हाल्दै हुनुहुन्छ, यता रोटी हालेर हाम्रो चाहिँ रोटी हाल्ने कार्यक्रम भइरहेको छ। यता एकदम केटाहरू एकदम तगडा छन्, खतरा छन्। ल केटाहरूले चाहिँ पुरा बनाउँदैछन् है। हाम्रो बाजेले चाहिँ जग्गा सजी सजावट गरिसक्नु भएको छ। अङ्कल चाहिँ यहाँ उखुको जग्गा सुरु भइरहेको छ। ल तपाईँ भिडियोमा हेर्नु होला है। सबैजना जग्गामा बसिसक्नु भएको छ। जग्गा लगभग हाम्रो पूजा सकिने टाइम भइसकेको छ। पूजा सकिने टाइम भइसकेको छ। सबैजना हल्का पानी आएर चाहिँ हामीलाई डिस्टर्ब गरिदिएको छ। फेरि पानी आएर हल्का हाम्रो सबैभन्दा सानो बाबुको चाहिँ आज भात खुवाइ कार्यक्रम थियो साथमा। अब बजेसँग बसेको छ केटो हाम्रो विपिन भण्डारी। हाम्रो यो गुरुसँग चाहिँ हाम्रो चाहिँ आशीर्वाद लिँदैछ हाम्रो सानो फुच्चे केटो। अब हाम्रो बजेले चाहिँ बोकेर घर डुलाउँदै हुनुहुन्छ, लग्दै हुनुहुन्छ। कान्छो चाहिँ बुढी लागेर बसेको पुरानो रीतिरिवाज चलाउनलाई बजेले चाहिँ एकदम जग्गाको वरिपरि घुमेर एकदम टाढा जाने हुन्छ। बजे चाहिँ जाँदै हुनुहुन्छ, घरबाट पछाडिसम्म लग्नुपर्छ भन्ने चाहिँ हुन्छ। बजेले लग्दै हुनुहुन्छ, सबैलाई चाहिँ हाम्रो बजेले लग्नु भएको है पहिलेदेखि। त्यही भएर हाम्रो सानो बच्चालाई पनि बजेले लग्दै हुनुहुन्छ। बजे जानुभयो लट्ठी टेकेर, औरो टेकेर जाने हाम्रो चलन छ। म चाहिँ त्यसमै छु, फेरि हाँसिरहेको छु, छोरोलाई खेलाइरहेको छु। पछ्यौरी हल्का माथि लगाइदिएँ। हाम्रो बुवा आमाहरूको बजेले पनि ट्याक्क आशीर्वाद दिँदै हुनुहुन्छ। मलाई फोटो खिच्देस् भन्नुभएको छ हाम्रो फुच्चासँग। म चाहिँ खिच्दैछु। त्यसमै मैले फेरि एउटा पोज दिएँ। फेरि हल्का पोज दिनै पऱ्यो, डान्स सुरु हुन्छ।
नाचुहरू सकिन्छ त्यसपछि बच्चा बच्चीको नाच चाहिँ तल आउँछ। हेर्नुहोस् हामी पनि बच्चामा यस्तो नाच्नु कति रमाइलो लागेको छ बच्चा बच्चीलाई। यता साइडमा चाहिँ हाम्रो बहिनीहरू नाच्दैछन् फेरि मकैबारी दर्याम दर्याम भन्ने गीत हो के हो त्यसमा नाच्दै हुनुहुन्छ। हाम्रो फुपू पनि नाच्दै हुन्छ है। बच्चा भन्दा कति रमाइलो। यसरी आएर चाहिँ हाम्रो पूजा सकिन्छ। आज नाचगान गर्दै हाम्रो चाहिँ पूजा समाप्त हुन्छ।